आनन्द पवित्र आत्माको फल हो। आनन्द चाहिँ परिस्थितिहरूमा निर्भर रहँदैन। जुन आनन्द परमेश्वरबाट आउँछ त्यो आनन्द चाहिँ परमेश्वरद्वारा पवित्र आत्माको फल भएको हुनाले गर्दाखेरि यो सधैँभरि रहिरहने कुरा हो। हालेलुया, परमेश्वरलाई महिमा होस्। आमेन। जय मसीह। सम्पूर्ण मण्डली परिवारमा आज म तपाईँहरूको बीचमा सानो वचन लिएर आएको छु। हालेलुया, म तपाईँलाई उत्साह दिन चाहन्छु। आमेन। आनन्दको विषयमा परमेश्वरको वचनले के भन्छ? हालेलुया। अनि परमेश्वरको वचनले चाहिँ यो भन्छ, यो चाहिँ परमेश्वरबाट बगी आउने कुरा हो। हालेलुया, परमेश्वरको उपस्थितिमा छ भन्छ। भजन सङ्ग्रह 16:11 भन्छ, दाउदले भनिराखेका छन् त्यहाँ चाहिँ परमेश्वरले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले गदगद पार्नु भएको छ। हालेलुया, उहाँको दाहिने बाहुलीमा अनन्तको त्यो आनन्द छ। आमेन, आमेन, हालेलुया। परमेश्वरको अनि आनन्द चाहिँ कहाँ छ? परमेश्वरको उपस्थितिमा छ, परमेश्वरको त्यो दाहिने बाहुलीमा छ, त्यो परमेश्वरको अङ्गालोमा छ, परमेश्वरको उपस्थितिमा छ। यसकारण दाउदले एउटै कुरा म माग्छु भन्दै थिए। हालेलुया, दाउदले यो भनिराखेका थिए कि मलाई एउटै कुरा चाहिएको छ, त्यो चाहिँ म परमप्रभु परमेश्वरको भवनमा रहन पाऊँ अनि म उहाँलाई हेरिराख्न पाऊँ, उहाँको सुन्दरतालाई। किनभने मलाई थाहा छ परमेश्वरको उपस्थितिमा आनन्द छ, परमेश्वरको उपस्थितिमा चाहिँ अनन्तको त्यो आनन्द छ अनि म त्यही आनन्दित हुन्छु। हालेलुया। यदि तपाईँ निराश हुनुहुन्छ, अशान्तिमा हुनुहुन्छ, विभिन्न दुःखमा समस्यामा पीडाले गर्दाखेरि अशान्तिमा जिराख्नु भएको छ भने दाउदले भन्छन् त्यो आनन्द परमेश्वरको उपस्थितिमा छ, परमेश्वरको नजिकतामा छ। जब तपाईँ परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ, उहाँसँग तपाईँ घनिष्ठतामा बढ्नुहुन्छ, प्रार्थनामा बढ्न थाल्नुहुन्छ, परमेश्वरलाई भन्न थाल्नुहुन्छ, परमेश्वर मलाई तपाईँको खाँचो छ। हालेलुया, परमेश्वर मलाई तपाईँको खाँचो छ, मलाई तपाईँको नजिक आउनु छ। हालेलुया, तपाईँको उपस्थितिमा मलाई बग्नु छ। आमेन, हालेलुया। 1 नम्बरमा चाहिँ के? यो आनन्द चाहिँ परमेश्वरबाट आउँछ। 2 नम्बरमा आनन्द पवित्र आत्माको फल हो। हालेलुया। गलाती 5:22 त्यहाँ भन्दछन् आनन्द परमेश्वरबाट आउने पवित्र आत्माको एउटा फल हो। पवित्र आत्मा, यसकारण पावलले भनिराखेका छन् कि अब तिमीहरू पवित्र आत्मामा जियो, पवित्र आत्माले भरियो, पवित्र आत्माको अभिषेकलाई ल्याऊ, पवित्र आत्माको अभिषेकमा रह अनि पवित्र आत्मामा जियो, पवित्र आत्मामा हिँड, पवित्र आत्माले मात्यो, पवित्र आत्माले भरियो। किनभने यही तिमीहरूले आनन्द पाउनेछौ। जब कोही व्यक्ति पवित्र आत्माले भरिन्छ, जब कोही व्यक्ति पवित्र आत्माको अभिषेकमा रहन्छ, जब कोही व्यक्ति पवित्र जीवन जिउँछ, जब पवित्र आत्माको सङ्गतिमा, पवित्र आत्माको अभिषेकमा, पवित्र आत्माको चालमा चल्न थाल्छ, उसमा आनन्दको कमी हुने छैन। उसमा कहिले पनि आनन्दको कमी हुने छैन। ऊ जता पनि जान्छ, जस्तो सुकै परिस्थिति हुन्छ अनि ऊ आनन्दित हुन्छ, ऊ आनन्दित हुन्छ मण्डली। हालेलुया। ऊ चाहिँ जहिले पनि परमेश्वरको उपस्थितिमा आनन्दित भइराख्ने भएको हुनाले गर्दाखेरि परमेश्वरको वचनले भन्छ। आमेन, हालेलुया, हालेलुया, हालेलुया। यहाँ परमेश्वरको उपस्थितिमा आनन्द छ। हालेलुया। परमेश्वरको उपस्थितिमा के छ? आनन्द छ। अनि यो पवित्र आत्माको फल हो मण्डली। अनि जो व्यक्ति पवित्र आत्माले भरिराख्छ, पवित्र आत्मामा कहिले पनि त्यो फलको अन्त हुँदैन। किनभने यो पवित्र आत्माको फल हो, अरू कुनै रुखको फल होइन। बुझ्दै हुनुहुन्छ? आनन्द पवित्र आत्माको फल हो। अरू कुनै ठाउँमा पनि, अरू कुनै क्षेत्रमा पनि हामीले कुनै पनि रुखको फललाई सधैँभरि रहेको देख्दैनौँ। तर पवित्र आत्माको फल चाहिँ जहिले पनि सदा पार यो फल तपाईँको जीवनमा, मण्डलीको जीवनमा, सेवकहरूको जीवनमा रहिरहने कुरा हो। सेवकहरूको जीवनमा रहिरहने कुरा हो। हालेलुया। बुझ्दै हुनुहुन्छ? यो आनन्द चाहिँ पवित्र आत्माको फल भएको हुनाले जो व्यक्ति पवित्र आत्मा जिउँछ, जो व्यक्ति पवित्र आत्माको चालमा चल्छ, पवित्र आत्माको अभिषेकमा हिँड्छ, उसमा आनन्दको कमी कहिल्यै हुने छैन।
किनभने त्यो आनन्द पवित्र आत्माबाट आउँछ अनि त्यो हाम्रो हृदयमा बग्छ अनि जब हाम्रो हृदयमा बग्छ हामी जहिले पनि उत्साहित हुन्छौँ, हामी जहिले पनि निको भइराखेको हुन्छ, हामी जहिले पनि चङ्गाई भइराखेको हुन्छौँ, हामी जहिले पनि परमेश्वरको त्यो आनन्दमा बगिराखेको हुन्छौँ। आमेन, हालेलुया, हालेलुया। हामी जहिले पनि हरेक दिन हरेक घडी हामी परमेश्वरको आनन्दमा रमाउन सक्छौँ। अनि यहाँ भन्छ जब परमेश्वरको उपस्थितिमा हामी जान्छौँ, पवित्र आत्माले भरिएका हुन्छौँ, पवित्र आत्मामा जीवन जिउँछौँ, तब पवित्र आत्माको फल तपाईँ र मेरो जीवनमा बग्छ। प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता, संयम, यी सबै पवित्र आत्माका फल हुन्। अनि जो व्यक्ति पवित्र आत्माले भरिन्छ, जो व्यक्ति पवित्र आत्माको अभिषेकमा जिउँछ, जो व्यक्ति पवित्र आत्माको अभिषेकमा ती चालमा चल्न थाल्छ, पवित्र आत्माले भरिरहन्छ, पवित्र आत्माको अभिषेकमा रहिरहन्छ, अनि उसको जीवनमा आनन्द बगिरहन्छ। हालेलुया। उसको जीवनमा अनि उसको जीवनबाट अरूहरूको जीवनमा आनन्द बग्छ। निराशपन होइन, झगडापन होइन, फुटपन होइन, कुनै पनि गोलमालको कुरा होइन, तर परमेश्वरको उपस्थितिबाट आनन्द बग्छ। हालेलुया, हालेलुया, हालेलुया। परमेश्वरको उपस्थितिमा आनन्द बग्न थाल्छ मण्डली। हालेलुया, हालेलुया। अनि यो आनन्द परिस्थितिहरूमा निर्भर हुँदैन, यो आनन्द परिस्थितिहरूमा निर्भर हुँदैन। पावल र सिलास जब झेलखानामा थिए, उनीहरू राति मध्यरातमा उठेर भजन गाइराखेका, प्रार्थना गरिराखेका थिए। हालेलुया, हालेलुया। हामीले प्रेरितको पुस्तक 16को 25-26 पाउँछौँ। उनीहरू मध्यराततिर प्रार्थना गरिराखेका थिए, मध्यरातमा भजन गाइराखेका थिए। अचानक भैँचालो गयो। हालेलुया। जब तपाईँको जीवनमा सङ्कट आउँछ, समस्या आउँछ, दुःख आउँछ, रोग आउँछ, बिमार आउँछ, थुप्रै त्यस्ता आत्मिक लडाइँहरू, युद्धहरू तपाईँको जीवनमा सुरु हुन्छ, भजन गाउन थाल्नुहोस्, आराधना गर्न थाल्नुहोस्, प्रार्थना गर्न थाल्नुहोस्, वचन पढ्न थाल्नुहोस्। हालेलुया। तपाईँको जीवनमा आनन्द बग्नेछ। जब फिलिप्पीको पुस्तकलाई हामी हेर्छौँ, देख्छौँ, पढ्छौँ, अध्ययन गर्छौँ, त्यहाँ हामी देख्छौँ पावलले भन्छन्, तिमीहरूलाई म भन्दछु आनन्द गर, आनन्द गर। म फेरि पनि भन्दछु आनन्द गर। हालेलुया। ऊ आफू झेलखानामा छ, उसको हातमा हातकडीहरू छन्, उसको हातमा खुट्टामा साङ्लाहरू छन्, र पनि भन्दैछ परमेश्वरमा आनन्द गर, किनभने साँचो आनन्द केवल परमेश्वरबाट मात्रै आउँछ। आमेन, हालेलुया। जब तपाईँ परमेश्वरमा आनन्दित हुन थाल्नुहुन्छ, जब परमेश्वरमा धन्यवादी हुन थाल्नुहुन्छ, परमेश्वरको शान्तिले भरिनुहुन्छ, जब त्यो आनन्दले भरिनुहुन्छ, तब तपाईँमा त्यो शान्ति, त्यो चङ्गाई, त्यो छुटकारा बग्नेछ। हालेलुया। तपाईँको जीवनमा चङ्गाई बग्नेछ, तपाईँको जीवनमा छुटकारा बग्नेछ, तपाईँको जीवनमा शान्ति बग्नेछ, तपाईँको जीवनमा परमेश्वरको आशिष बग्नेछ। आमेन, हालेलुया, हालेलुया। परमेश्वरबाटको त्यो चङ्गाई तपाईँको जीवनमा अवश्य बग्नेछ। आमेन, 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 आमेन। हालेलुया, हालेलुया, हालेलुया। यो आनन्द परिस्थितिहरूमा निर्भर रहँदैन। फिलिप्पी 4:4 पनि पढिराख्नु होला। हालेलुया। परमेश्वरबाट आउने आनन्द परिस्थितिहरूमा रहँदैन। ओ आज म निको भएँ, मेरो घरमा, मेरो परिवारमा राम्रो छ, आज म खुसी छु, एकदमै शान्तिमा छु। त्यसपछि फेरि अर्को दिन, आज विवाह छ, कसैको भोज छ, कसैको पार्टी छ, कुनै बर्थडे छ, खुसी छ, रमायो। अनि त्यसको अर्को घन्टापछि अथवा अर्को समयपछि के, फेरि त्यही। तर जब तपाईँ परमेश्वरको आनन्दले भरिनुहुनेछ, जब तपाईँ परमेश्वरको उपस्थितिमा जानुहुनेछ, जब तपाईँ परमेश्वरको अभिषेकमा पवित्र आत्माको भरपुरीमा तपाईँ जिउनुहुनेछ, आनन्द तपाईँसँगै हुनेछ, तपाईँले खोज्नु पर्दैन। सँगै तपाईँसँगै हुनेछ, तपाईँले खोज्नु पर्दैन। पावल र सिलास जब झ्यालखानामा हुँदाखेरि प्रार्थना गर्दै थिए, आराधना गर्दै थिए, भजन गाउँदै थिए, उनीहरूले प्रार्थना गरेन, प्रभु हामीले छुटकारा दिनुहोस् भनेर। आफै झ्यालखानाका ढोकाहरू खुले, आफै ती झ्यालखानाका ढोकाहरू खुले,
साङ्लाहरू खुले। आज तपाईको जीवनमा जसले परमेश्वरको प्रशंसा गर्दैछ, घोषणा गर्दैछ, आराधना गर्दैछ, भजन गाउँदैछ, प्रार्थना गर्दैछ, तपाईको जीवनमा भएका दुष्ट आत्माका सबै साङ्लाहरू पनि टुट्नेछन्। अन्धकारका साङ्लाहरू टुट्नेछन्। ती पर्खालहरू भत्किनेछन्। रोग बिमारको पर्खालहरू भत्किनेछ। हरेक किसिमका अन्यायका जुवाहरू आज भाँचिनेछन् तपाईको जीवनमा। हालेलुया, हालेलुया। तपाईको जीवनमा अन्यायका हरेक जुवाहरू भाँचिनेछन्। हरेक गोलमालका आत्माहरू, निराशपनका कुराहरू आज तोडिनेछन् येशूको नाउँमा। हालेलुया, हालेलुया। यो केवल परमेश्वरको उपस्थितिमा मात्रै हामी पाउँछौँ। भजन सङ्ग्रह 16:11-28 हालेलुया। 28 जब तपाईँ वचनहरू पढ्नुहुनेछ, तपाईँले परमेश्वरको त्यो आनन्द तपाईँको जीवनमा बग्नेछ। यो घडी एकछिन प्रार्थना गर्नुहोस् अनि परमेश्वरलाई भन्नुहोस्, परमेश्वर अब तपाईँको आनन्द कहाँ छ, तपाईँबाट आउने साँचो आनन्द कहाँ छ भनिकन हामीले जानेका छौँ। अब परमेश्वरलाई भन्नुहोस्, प्रभु मलाई यो आनन्द चाहिएको छ। जसरी सामरी स्त्रीले भनी, हो प्रभु मलाई यही पानी दिनुहोस्, किनभने म यहाँ पानी लिन घरिघरि आइराख्नुपर्छ, तर तपाईँले दिने त्यो जिउँदो पानी मलाई दिनुभयो भने म फेरि यो ठाउँमा आउनु पर्ने छैन। आज त्यसै गरी परमेश्वरलाई भन्नुहोस् कि प्रभु मलाई थाहा छ अब त्यो आनन्द, त्यो शान्ति, त्यो सुख तपाईँमा छ भनिकन अब मलाई त्यो शान्ति, त्यो आनन्द मलाई चाहिएको छ। त्यो त केवल तपाईँको उपस्थितिमा र तपाईँद्वारा मात्रै आउने रहेछ। यसकारण परमेश्वर अब मलाई त्यही आनन्द दिनुहोस्, ताकि संसारमा मैले खोज्न नपरोस्, संसारमा मानिसहरूमा मैले खोज्न नपरोस्, संसारका विभिन्न व्यक्तिहरूको काखमा मैले खोज्न नपरोस्, व्यभिचारमा, झुटमा, छलमा, संसारको मोज मजामा होइन, तर परमेश्वरको उपस्थितिमा रमाएर, परमेश्वरको आराधनामा, प्रार्थनामा, वचन अध्ययनमा बसेर परमेश्वर मलाई यो आनन्दको खाँचो छ। हालेलुया। मलाई यो आनन्द चाहिएको छ, मलाई यो आनन्दको खाँचो छ। परमेश्वरलाई भन्नुहोस् कि परमेश्वर आजको यो घडी, यो समय मलाई तपाईँबाटको तपाईँको उपस्थितिबाट आउने यो आनन्द चाहिएको छ। हालेलुया। मलाई यो आनन्द दिनुहोस्, मेरो हृदयमा पवित्र आत्माले भर्नुहोस् यो घडी। हालेलुया, हालेलुया। पवित्र आत्माले भर्नुहोस्। परमेश्वरलाई भन्नुहोस्, मलाई पवित्र आत्माले भर्नुहोस्, किनभने पवित्र आत्माको फल हो यो तपाईँमा बग्नेछ। येशू, हालेलुया। पवित्र आत्मा भर्नुहोस्, तपाईँको उपस्थितिले भर्नुहोस्। तपाईँको पवित्र आत्माको फल यी तपाईँका छोरा छोरीहरूमा भर्नुहोस्। यसै गरी तपाईँको चङ्गाई र छुटकारा यिनीहरूमा बग्नेछ। यी तपाईँका छोरा छोरीहरूको जीवनमा बग्नेछ। म प्रार्थना गर्छु येशूको नाउँमा। यसै गरी हरेक अन्यायका बन्धनहरू, किल्लाहरू, ती पर्खालहरू यसै गरी भत्किनेछन्। ती हरेक जुवाहरूमा भाँच्दछु, हरेक साङ्लाहरूलाई म तोड्दछु येशूको नाउँमा। र तपाईँबाटको आनन्द यी तपाईँका छोरा छोरीहरूमा बगोस्। जसरी हाम्रो अन्तिम बुदामा छ परमेश्वर कि आनन्द सेवा गर्दाखेरि सेवामा छ। हालेलुया। म प्रार्थना गर्छु अब सेवा गर्ने हृदय दिनुहोस्। हालेलुया। ताकि यी तपाईँका छोरा छोरीहरूमा आनन्दको कमी कहिले नहोस्। तपाईँको पवित्र आत्माको उपस्थिति यो भरपुरी यी मण्डलीहरूलाई निरन्तर दिनुहोस्, ताकि त्यो आनन्दको कमी कहिले नहोस्, त्यो शान्तिको कमी कहिले नहोस्, त्यो अभाव नहोस्, त्यो चङ्गाई छुटकाराको अभाव नहोस्। म प्रार्थना गर्छु परमेश्वर यी हरेक तपाईँका छोरा छोरीको जीवनमा तपाईँको आनन्द, तपाईँको शान्ति निरन्तर भएको होस्। हालेलुया। येशू, परमेश्वर तपाईँको महिमा होस् येशूको नाउँमा। आमेन। हुन्छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आजको यो वचनद्वारा परमेश्वरको अनुग्रह, त्यो आनन्द अब तपाईँको जीवनमा, तपाईँको हृदयमा बग्नेछ। प्रार्थना गर्नुहोस्। संसारमा होइन तर परमेश्वरको उपस्थितिमा खोज्नुहोस्। संसारमा होइन, अरूको काखमा होइन, तर परमेश्वरको आराधनामा, परमेश्वरको उपस्थितिमा त्यो आनन्दलाई आफ्नो जीवनमा लिने कोसिस गर्नुहोस्, ताकि तपाईँको जीवनमा हरेक समय निरन्तर त्यो आनन्द तपाईँमा बग्न सकोस्। आमेन,
आमेन आमेन हालेलुया 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 परमेश्वरको महान काम तपाईको जीवनमा आमेन गॉड ब्लेस यू परमेश्वरको आशीष अनि अनुग्रह तपाईको जीवनमा होस् गॉड ब्लेस यू ऑल जय मसीह